बाढी आउने सूचना करिब 9:15 देखि 9:30 भित्रको बिचमा चाहिँ बाढी आउने सूचना प्राप्त गरेका थियौँ। सूचना प्राप्त गर्न साथै हामीले त्यो बाढी कत्रो भोल्युममा छ भनेर जिल्ला प्रशासन कार्यालय र चाहिँ नि यहाँ विपद चाहिँ नि व्यवस्थापन टिमसँग चाहिँ जानकारी लियौँ र त्यो जानकारी अनुसार बाढी बजारमा पस्न सक्छ भन्ने कुरो थाहा भएपछि पहिला यहाँ बजारलाई अवेरनेस गरेर यहाँका मान्छेहरूलाई माहलो बेल्टमा चाहिँ सार्ने काम गऱ्यौँ र सार्यौँ। त्यसरी सार्दाखेरि बाढी करिब हामी कहाँ 11 बजेतिर आइपुग्यो र बाढी एकदमै विनाशकारी थियो, एकदमै ठुलो थियो। अब त्यो गाडीले गल्सी गाउँपालिकाको मुख्यतया खोलाका 4वटा पुल, गाउँपालिकाभित्रका 4वटा पक्की पुलहरू बगाएको छ। 9वटा झोलङ्गे पुलहरू पूर्ण क्षति भएर बगेका छन्। 2टा झोलङ्गे पुलहरूमा आंशिक क्षति पुगेको छ। जम्मा 11वटा झोलङ्गे पुलहरू चाहिँ नि बगेका छन्। 3टा विद्यालयहरूमा असर गरेको छ र अस्पताल, हाम्रो अस्पताल बैरेनी अस्पताल 1500 को अस्पतालको भुइँतलासम्म डुबेर त्यहाँ भएका एक्सरे, ल्याब, जेनेरेटर लगायतका महत्त्वपूर्ण मेसिन औजारहरू चाहिँमा क्षति पुगेको छ र अस्पताल सुचारू गर्न सकिएको छैन। त्यस्तो अवस्था छ। अब घरहरूतर्फ करिब 100 भन्दा बढी घरहरू कच्ची पक्की गरेर 100 भन्दा बढी घरहरू चाहिँ नि क्षति पुगेको प्रारम्भिक विवरण छ र निजी व्यवसायहरू करिब 80 भन्दा बढी व्यवसायहरू पूर्ण क्षति भएको कुरो चाहिँ प्रारम्भिक उसमा जानकारी आएको छ। 200 चाहिँ नि परिवारहरू पुग्न 200 अस्थायी बसोबासी परिवारहरू चाहिँ विस्थापित हुनु परेको अवस्था छ र यो 100 घरहरूमा बस्ने करिब 100 घरहरूमा बस्ने स्थायी अस्थायी रूपमा बसोबास गर्ने मान्छेहरू विस्थापित हुनुभएको छ र क्षतिको अवस्था करिब यो लेभलको छ र यो क्षतिलाई पूर्ण विवरणको लागि हामीले 2टा टोली खटाएका छौँ। आजबाट चाहिँ विवरण सङ्कलन गर्न घर घरमा हाम्रो टोलीहरू गएको छ र भर्खरै अहिले साँझ चाहिँ नि 2टै टोली फर्केको छ र त्यो 2टै टोलीहरूले करिब 50वटा घरमा पुगेर विवरण ल्याएको छ। अब हामीले आजबाट राहत वितरणका कामहरू थालेका छौँ। हिजो विपद व्यवस्थापन समितिको बैठक बसेको थियो, त्यसको निर्णयअनुसार आजबाट राहत वितरणको थालेका छौँ र घरहरू पक्की र कच्ची घरहरू क्षति भएका घरहरू र विस्थापित हुनु परेको परिवारहरूलाई अहिले तत्काल व्यवस्थापनको लागि गाउँपालिकाको तर्फबाट 10,000 रुपियाँ नगद उपलब्ध गराउने निर्णय भएको थियो। त्यो बमोजिम करिब 50 भन्दा बढी घर परिवारलाई 10,000 रुपियाँ चाहिँ हाम्रो टोलीले घर घरमा गएर वितरण गरेको छ र यहाँ घर नहुनेहरू, बसोबास गर्न नसक्नेहरू र कोही आफन्तहरू पनि नहुनेहरू होल्डिङ सेन्टरमा आउनु भएको छ। हामीले डल्टारमा रहेको कलेजमा चाहिँ हामीले होल्डिङ सेन्टर चाहिँ नि राखेका छौँ, होल्डिङ सेन्टर स्थापना गरेका छौँ। त्यहाँ बस्न र खाने सुविधासहितको होल्डिङ सेन्टर छ र बाटोहरू मुख्यतया यो पुलहरू जाँदाखेरि, हाम्रा पक्की पुलहरू जाँदाखेरि धादिङसँगको सदरमुकामसँगको हाम्रो चाहिँ नि कनेक्सन, नुवाकोटसँगको कनेक्सन, रसुवातिरबाट यतापट्टि आउने कनेक्सनहरू पनि यहाँ चाहिँ एउटा बिन्दु हो गल्सी। यसमा चाहिँ कनेक्सन टुटेको हुनाले पारिपट्टि जम्मा 2टा पुल छन् हाम्रो। मास्टारमा एउटा पुल र गल्सीमा एउटा पक्की पुल, 2टा पुल बसेका छन्। त्यो 2टा पुललाई आधार मानेर वारपार गर्नको लागि कच्ची बाटो चाहिँलाई यो मोटरेबल बनाइदिने, कच्ची बाटोमा गाडी हिँड्न सक्ने बनाउने गरी हिजै गरी त्यहाँ पारिपट्टि डोजर सञ्चालन भएको छ। यतापट्टि यो हाइवे पृथ्वी राजमार्ग पनि यहाँ अवरुद्ध छ। यहाँ पृथ्वी राजमार्ग यहाँ हाम्रो महेशतोभानमा वडा नम्बर 6 मा अवरुद्ध छ र यो हिजोदेखि 3टा 4वटा मेसिनहरू चलिरहेका छन्, पन्छाउन सकेका छैनन्। लेदो एकदमै दलदले लेदो छ, पन्छाउनै मेसिनले सकिरहेका छैनन्। लगातार गर्दाखेरि मेसिन पनि फसेको अवस्था देखिन्छ र यसलाई एम्बुलेन्स लगायत चाहिँ मोटरसाइकलहरू र एम्बुलेन्सहरू पार हुन् भनेर यहाँ हामीले यो ओल्लो साइडमा पनि डोजर लगाएर बाटो सुचारू गर्ने काम आज भएको छ र हाम्रो सेवाहरूलाई, अस्पतालका सेवाहरूलाई व्यवस्थित गर्नको लागि अस्थायी रूपमा चाहिँ एउटा युनिट राखेर अस्पतालको सेवा सञ्चालन गर्ने, स्वास्थ्य सेवा सञ्चालन गर्ने भनेर हामीले थालेका छौँ। अब हामीले अब भोलिबाट अरू थप राहत वितरणका कामहरू पनि गर्ने गरी यहाँ चाहिँ कार्यविभाजन गरेका छौँ। हाम्रो एउटा टोलीले होल्डिङ सेन्टर हेर्छ, 2टा चाहिँ टिम हाम्रो र चाहिँ विवरण सङ्कलन, पूर्ण क्षतिको र अन्य क्षतिको विवरण सङ्कलन गर्न गएको छ र यहाँ एउटा युनिटहरू खडा गरेका छौँ, यहाँ बस्ने युनिटहरू र करिब मोटामोटी रूपमा आज हामीले गरेका कामहरू यिनै हुन्।
अब हामी यहाँ चाहिँ हामीलाई अरू चाहिँ नि अनुनिकाय सङ्घ तथा प्रदेश सरकारहरूबाट भएका समन्वयहरूका कुरा पनि छन्। त्यसमा यहाँ नेपाली सेनाको बाहिनी छ र बाहिनीमा अध्यक्षज्यू गएर मिटिङ गर्नुभएको छ र उहाँहरूको तर्फबाट पनि केही चाहिँ हाम्रो अनुरोधमा र उहाँहरूको तर्फबाट पनि युनिट बाहिर निक्लेर सावेलहरू लिएर बाहिर निक्लेको छ। सशस्त्र प्रहरीको टोली हिजैदेखि हाम्रै गाउँपालिकामा चाहिँ यहाँ माथि एउटा सेल्टर बनाइदिएको छ। त्यो सेल्टरमा गाउँपालिकाको माथिल्लो तलामा बसेर उहाँहरूले यहाँ चाहिँ बाटो सुचारू गर्ने काम गरिरहनु भएको छ। सङ्घीय मान्यज्यूहरू 4 जना सङ्घीय मान्यज्यूहरू आज आउनु भएको थियो र उहाँहरूसँग समन्वय भएको छ, छलफल भइरहेको छ। उहाँहरू पनि कोसिस गरिरहनु भएको छ र उहाँले हामीलाई सल्लाह सुझावहरू पनि दिइरहनु भएको छ। राजनीतिक दलहरूको तर्फबाट पनि विभिन्न सल्लाह सुझावहरू प्राप्त भएका छन्। हामी सबैले सहकार्य गर्नलाई आह्वान गरेका छौँ। त्यो बमोजिम सबैसँग चाहिँ नि समन्वय सहकार्य भइराखेको छ समन्वयतर्फ र जिल्ला प्रशासनसँग र जिल्लासँग पनि नियमित समन्वयमा छौँ। राहत ल्याउँछु भनेर कतिपय संस्थाहरूले फोन गरिराख्नु भएको छ। कस्तो किसिमको राहत चाहिन्छ भनेर उहाँहरू सोध्दै हुनुहुन्थ्यो। अब यहाँ मान्छेले लाएको लुगाबाहेक केही पनि चाहिँ छैन। हामीले हतार उहाँहरूलाई चाहिँ यहाँबाट सार्यौँ, छिटो घर छोड्नुहोस्, छिटो घर छोड्नुहोस्, छिटो घर छोड्नुहोस् भनेर उहाँहरूलाई कतिलाई जबरजस्ती गरेर पनि हामीले निकालेर चाहिँ सार्यौँ। त्यो नसारेको भए पनि ठुलो धनधनको क्षति हुन्थ्यो होला। त्यो सारेको भएर हाम्रो चाहिँ नि मान्छेले मृत्युवरण गर्नु परेन। त्यसरी सर्दाखेरि उहाँ आफ्नो एउटा एकजोर लुगाको भरमा सर्नुभएको थियो, केही पनि बोक्नु भएको छैन। र कतिपयले आज पनि हामीले लाएको लुगाबाहेक हामीसँग केही पनि छैन भन्नुभएको छ। त्यस्तो अवस्थामा हुनुहुन्छ। त्यो हुनाले हामीलाई उहाँहरूलाई खान दिने, लगाउन दिने, बास दिने सबै कुराहरूको समस्या परिराखेको छ। अब आजभोलि 1-2 दिन त आफन्त कहाँ बस्नु भएको छ। त्यसपछि ठुलो समस्याको रूपमा चाहिँ नि मान्छेलाई यो समस्या पर्ने अवस्था देखिएको छ। कतिपय चाहिँ नि मान्छेहरू एकदमै चाहिँ भौतारिनु भएको देखिन्छ। डिप्रेसनमा जानु होला भन्ने चाहिँ डर एकातिर देखिया छ, मान्छेहरूमा देखिया छ। उहाँहरूसँग केही पनि बाँकी छैन, त्यस्तो अवस्थामा छ। त्यो हुनाले अब राहत र सहयोगको कुराहरू त अब घाँस, बाँस, कपास सबै किसिमको व्यवस्थापन गर्नुपर्ने आवश्यक देखिया छ।